दर्शकवृन्द, एचआईभीका सवाल तयार गर्ने क्रममा यसपटक हामी मध्य प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुर पुगेका छौँ। प्रस्तुत छ अस्पतालका सरकारवालाहरूसँगको कुराकानीमा तयार गरिएको यो रिपोर्ट। धनुषाको जनकपुरको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुर धाममा रहेको एआरटी सेन्टरबाट हाल 760 जनाले नियमित रूपमा एआरटी सेवा लिइरहेका छन्। सेवाग्राहीहरूलाई सहज रूपमा सेवा दिने उद्देश्यले अस्पताल प्रशासनले एआरटी केन्द्रलाई विशेष प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरेको अस्पतालका निर्देशक डाक्टर जामुन प्रसाद सिंह बताउनुहुन्छ। यस अस्पतालमा एचआईभीको बिरामीहरूलाई चाहिने सम्पूर्ण अपरेसनहरू, जुन अपरेसन आम जनतालाई यहाँ हुन्छ, ती अपरेसनहरू पनि हामीले गरेका छौँ। उहाँहरूलाई नर्मल डेलिभरीदेखि लिएर सिजेरियन सेक्सनहरू पनि हामीले यहाँ गरेका छौँ। अन्य जिल्लाहरूबाट रेफर भई आएका बिरामीहरू पनि हामीले गरेका छौँ। अस्पतालमा लगभग हजारौँ किसिमका जाँचहरू अहिले ल्याब हाम्रो धेरै नै स्पेसिलिटी ल्याबमा खुलिसकेको छ। माइक्रोबायोलोजी, प्याथोलोजी, बायोकेमिस्ट्री, मोलिकुलर ल्याब हामीले छुट्टा युनिटहरू सञ्चालन गरेका छौँ। त्यही भएर एचआईभीको सँग सम्बन्धित केही जाँचहरू जुन स्पेसलाइज छ, जस्तो कि भाइरल लोड भयो अनि CD4 काउन्ट भयो, तिनीहरूमा चाहिँ हामी अन्तर डिपेन्डेन्ट छौँ। बाहेक अरू यहाँ हुने आम जनताहरूलाई हुने जाँच उहाँहरूलाई पनि उपलब्ध छ। अस्पतालमा एचआईभी उपचारसँगै थप स्वास्थ्य समस्या हेर्ने ओपीडी, ल्याब तथा सर्जरी सेवाहरू उपलब्ध छन्। सामान्य अन्य सेवाग्राहीहरूले अस्पतालबाट प्राप्त गर्ने कुनै पनि सेवा एआरटी सेवाग्राहीका लागि पनि उत्तिकै सहज र सरल रहेको अस्पतालको भनाइ छ। हामीले एचआईभीसँग सम्बन्धित सेवा र एचआईभीहरूलाई लाग्ने इन्फेक्सनहरू, को इन्फेक्सनहरू जुन हुन्छ, नोजोकोमियल इन्फेक्सनहरू जुन हुन्छ, हस्पिटलाइज्ड इन्फेक्सनहरू जुन हुन्छ, त्यो सबैको लागि ट्रिटमेन्ट हामीसँग उपलब्ध छ र हामी सेवा दिइ पनि रहेको हुन्छौँ। औषधिहरू पनि हामीले पर्याप्त मात्रामा किनेर दिइरहेका हुन्छौँ उहाँहरूलाई। र कथम कदाचित कुनै हाम्रो दात्री निकायहरूबाट कमी कमजोरी भएको बेलामा, आर्थिक रूपमा उहाँहरूलाई भार परेको बेलामा संस्था आफैले पनि अगाडि आएर बजेट छुट्याएर उहाँहरूलाई सहयोग गर्ने गरेको छ र त्यो वचन पनि मैले एचआईभी युनिटलाई दिएको छु कि त्यसमा कतै रकम अभाव भयो भने जहाँबाट पनि हाम्रो अस्पतालको आम्दानीबाट पनि त्यो हामी गरिरहेका हुन्छौँ। त्यसमा हामीलाई खासै भएन। तर हामी कहाँ नभएको कुरा र अलिकति हामीले गर्ने प्लानमा राखेको हेमोडायलिसिस हो। हेमोडायलिसिस चाहिँ एचआईभी, एसबीजी र अन्य जुन सेरोपोजिटिभ केसहरू छ, उहाँहरूको हेमोडायलिसिसको लागि हामीले स्पेस छुट्याइसकेका छौँ। मेसिन हामीले माग गरिसकेका छौँ र निकट भविष्यमा हामीलाई चाहिँ त्यसको त्यहाँबाट निस्केको पानीको व्यवस्थापन गर्न नसकेर त्यो पानीलाई पनि हामीले स्टेरिलाइज गर्नुपर्छ अनि मात्रै नगरपालिकामा फाल्न मिल्छ। त्यसको लागि हामी प्रयासरत छौँ र मलाई विश्वास छ निकै छिटो हामीले सेरोपोजिटिभको हेमोडायलिसिस सेवा पनि सुरु गर्दैछौँ। त्यसो त अस्पतालमा सेवाग्राहीहरूको चाप छ। एआरटी केन्द्रमा आउने सेवाग्राहीहरूको सेवा सहजीकरण गर्ने उद्देश्यले एड्स हेल्थ केयर फाउन्डेसन, स्पर्श नेपाल, इपिक परियोजना लगायतका संस्थाहरूले पनि जनशक्ति र अन्य प्राविधिक सहयोग गरिरहेका छन्। खास गरी एआरटीसम्म आउने सेवाग्राहीहरूलाई सजिलोसँग सेवा लिन, थप जाँच र उपचार गर्नुपर्ने भए त्यसको सहजीकरण गर्न तथा उनीहरूको एआरटी यात्रालाई निरन्तर गर्न फलोअप तथा परामर्श गर्न मद्दत गर्ने प्रयास उनीहरूले गरिरहेका छन्। मध्य प्रदेशको कुरा गर्ने हो भने पोभर्टी लेभल एकदम हाई छ। सो हाम्रो जति पनि क्लाइन्ट यहाँ लगभग 750 व्यक्ति चाहिँ हाम्रो सेवाग्राहीहरू हुनुहुन्छ, हाम्रो सेवामा दर्ता हुनुभएको, जो नियमित रूपमा औषधि खाइराख्नु भएको छ। सो उहाँमध्ये लगभग 70 देखि 80% क्लाइन्टहरू चाहिँ पुवर क्लाइन्ट नै हुनुहुन्छ। तीमध्ये कति व्यक्ति चाहिँ सिजनल लेबर माइग्रेन्ट गर्ने, कति लेबर चाहिँ अब डेली वेज वर्करहरू हुनुहुन्छ, कतिजनाले खेती किसानी गर्ने लगायतका भएको भएर कति व्यक्तिहरूलाई चाहिँ पैसा नभएको कारणले गर्दाखेरि औषधि लिन आउन नसक्ने अवस्था चाहिँ हुन्छ। सो उहाँहरूलाई चाहिँ हामीले एएचएफ नेपालको तर्फबाट चाहिँ हामीले गाडी भाडा सपोर्ट गर्ने गरेको छौँ। त्यसै गरी हामीले मासिक रूपमा न्युट्रिसन प्याकेज बनाएर चाहिँ हामीले विशेष गरेर महिला, बच्चा र अब गरिब अरू कोही व्यक्ति छन्, महिला नभए पनि उहाँहरूलाई पनि हामीले सपोर्ट गरिरहेको छौँ न्युट्रिसन सपोर्टमा चाहिँ। त्यसै गरी अब फार्मेसी सपोर्टको कुरा गर्दाखेरि अब यो एआरभी त नेपाल सरकारले फ्री अफ कस्ट नै प्रोभाइड गरेको छ। तर एआरभी बाहेक कोही बिरामी, मैले अघि नै यहाँलाई जानकारी गराएँ,
कि कोही व्यक्ति यदि अरू बिरामी परेर आउनुहुन्छ चेकअप गराउनको लागि भने सो त्यो दौरानमा पनि केही औषधिहरू लेख्नुहुन्छ। त्यो सबै औषधिहरू नेपाल सरकारबाट फ्री नभएको भएर हामीले बाहिर भेन्डरसँग समन्वय गरेर हामीले भेन्डर बनाएको भनौँ न फार्मेसीको लागि। सो हामीले त्यहाँबाट सपोर्ट गरिरहेको अवस्था चाहिँ छ। एआरटी केन्द्रमा परामर्शको जिम्मेवारी निर्वाह गरिरहेका परामर्शकर्ताहरूको प्रयासले पछिल्लो समयमा औषधि निरन्तर गर्ने, आवश्यक परीक्षणहरू गर्ने परिपाटी बढेको तथा अवसरवादी सङ्क्रमणका घटनाहरूमा न्यूनीकरण भएको बताइएको छ। पोजिटिभ भएर हाम्रो क्लाइन्ट इनरोल भइसकेपछि रोगको बारेमा हामी पहिला भन्छौँ, त्यसपछि रोगबाट हुने हानिकारक के छ, औषधि खायो भने चाहिँ के फाइदा हुन्छ र औषधि नियमित रूपमा खाँदा के फाइदा हुन्छ, कहिलेकाहीँ खाँदा के राम्रो नराम्रो भन्ने कुराहरू चाहिँ सम्झाउँछौँ। त्यसपछि उहाँहरूको अगर अनम्यारिड हुनुहुन्छ भने पार्टनरमा हामी खोज्न जान्छौँ, म्यारिड छन् भने उहाँको श्रीमती बच्चा छ भने बच्चाको लागि टेस्ट गर्ने, त्यसपछि त्यसबाट पाइने फाइदाहरू के छ र यो रोग नियमित खाँदाखेरि तपाईँसँग मात्र यो रोग सीमित भएर जान्छ, त्यसपछि तपाईँको जीवन सँगसँगै यो रोग पनि समाप्त भएर जाने हुने कुरोमा हामी काउन्सिलिङ गर्छौँ। अर्को काउन्सिलिङ भनेको अपर्च्युनिटिक इन्फेक्सन जब डेभलप भएर आउँछ त्यतिखेर पनि काउन्सिलिङ एकदम जरुरी हुन्छ है। त्यो अपर्च्युनिटी इन्फेक्सन कुन क्याटेगोरीमा जस्तै टिबी भएर अपर्च्युनिटी इन्फेक्सन भएको छ भने त्यसको कुरा गर्ने है, हर्पस जोस्टर ओरल क्यान्डिडाइसिसहरू छ भने त्यो हिसाबमा कुरा गरेर हामीले यसरी परामर्श दिने चाहिँ गरिरहेका छौँ। यहाँबाट भाइलोड कलेक्सन गएर हाम्रो सेवा चाहिँ यो पिपिएचएल र एमपिएचएलमा हामी स्याम्पल पठाउँछौँ अनि त्यहाँबाट रिपोर्ट चाहिँ जेनेरेट गर्छौँ। त्यसपछि क्लाइन्टलाई हामी पछि चाहिँ भन्छौँ कि तपाईँको अवस्था यो छ भनेर। त्यसपछि हामीले ओआई मेडिसिनहरू पनि यहाँबाट दिइरहेको छौँ। त्यस्तो समस्या भयो भने ओआई मेडिसिनहरू, त्यस्तो पेसेन्टलाई केही खासो गाह्रो भयो भने हामी मेडिसिन वार्डमा, इमर्जेन्सी वार्डमा जुन डिपार्टमेन्टको समस्या भयो त्यो डिपार्टमेन्टको डक्टर कन्सल्टेन्टसँग हेराएर हामी एडमिसन गराउँछौँ अनि उसको निरन्तर उपचारमा हामी खटिरहेको हुन्छौँ। सर काउन्सिलिङ जुन हुन्छ नि हाम्रो डेली बेसिसमा कुन टाइममा औषधि खानुहुन्छ हैन, टाइमिङ छ कि छैन, तपाईँको भाइलोड सप्रेस छ कि अनसप्रेस छ हैन, अब कुनै समस्या छ जेनेरल जाँच गराउनु पर्ने कुराहरू हुन्छ, त्यसले बेला अब फिभर अथवा कुनै समस्या छ भने हामी हामी सबै ओपिडीको डिपार्टमेन्ट यही छ, त्यही भएर बिमा कार्ड लिएर अनि सबैजना लगभग हाम्रो 87-88% क्लाइन्टहरूको सबैको बिमा भइसकेको छ। त्यो बिमाको धारले हामी बिमाको पूर्जा कटाएर ओपिडी कटाएर अनि चेक पनि गराउँछौँ। एआरटी र लक्षित समूहका बीचमा प्रभावकारी सञ्चार सम्बन्ध कायम गर्ने तथा जोखिममा रहेका व्यक्तिहरूलाई एआरटी सेवासँग जोड्ने कार्यको सहजीकरणका लागि साथी शिक्षकको समेत व्यवस्था गरिएको छ। यहाँ धेरै ओपिडीहरू छ, त्यसमा म लैजान्छु प्री रिमाइन्डर कर, जस्तै एक दिन अगाडि औषधि लिने पालो भन्दा एक दिन अगाडि म उहाँलाई फोन गर्छु कि तपाईँको भोलि औषधि लिने पालो छ आउनु, र मिस गरेपछि उहाँलाई फेरि भोलिपल्ट फोन गर्छु कि तपाईँ आउनु भएन आउनु औषधि लिनको लागि, र मिस जस्तै हप्ता अथवा 10 दिन 12 दिन मिस गरेको क्लाइन्टहरूलाई पनि फलोअप गरिरहन्छु। सङ्घ संस्थाबाट भएको यस प्रकारको सहयोगले गुणस्तरीय एआरटी सेवा प्रवाह गर्ने अस्पतालको जिम्मेवारीमा धेरै सहजता आएको अस्पताल प्रशासनको भनाइ छ। अहिले हामी कहाँ अब अलिकति पर्मनेन्ट रूपमा र एकदमै सक्षम र सक्रिय रूपले काम गरेको संस्थाहरूमध्ये एएचएफ हो होइन, र हामीले सजिलो के भएको छ भने एएचएफ हाम्रै संस्थाभित्र बसेर उहाँहरूले 24 घण्टा सेवा दिनुभएको छ। अफिस टाइममा उहाँहरू पुरै बस्नुहुन्छ, सबै बसेर काउन्सिलिङदेखि लिएर उहाँहरूको सबै पर्सनल डाटाहरूदेखि लिएर भाइरल लोडहरूको सबै रेकर्डहरू पनि चुस्त दुरुस्त राख्नु भएको छ र सम्बन्धित निकायमा उहाँहरूले मन्थली पठाउनु पनि भएको छ आवश्यकता अनुसार। मलाई खुसी के लाग्यो भने एउटा इन्टरनेसनल एउटा त्यतिखेर क्राइसिस थियो फन्डको, त्यो क्राइसिसको बेलामा पनि थुप्रै एनजिओहरू बन्द भए पनि एएचएफले चाहिँ कतै कुनै अप्ठ्यारो नगरिकन सप्लाई चेनमा ठुलो डिस्टर्ब भए पनि एएचएफले चाहिँ हामी कहाँ बसेर सेवा दिएको छ। त्यसलाई त्यो चाहिँ उच्च स्तरीय प्रशंसा मैले एएचएफलाई गर्दछु। मध्य प्रदेशको सेन्टर अफ एक्सिलेन्सका रूपमा परिचित यो अस्पतालबाट हाल 40 जना बालबालिकासँगै 760 जना सङ्क्रमितहरूले सेवा लिइरहेका छन्। भारतीय सीमा नाकाहरूमा परामर्श, परीक्षण, चेतनामूलक क्रियाकलाप सञ्चालन जस्ता कार्यक्रमहरू समेत अस्पताल एआरटीकै समन्वयमा आयोजना हुँदै आएको छ।